हामी कालिन्चोक बाबा समाधि स्थल दोलखा आइपुगेका छौँ। कालिन्चोक बाबा समाधि एक स्थल दोलखा जिल्ला एक प्रसिद्ध धार्मिक स्थल हो। यो स्थान कालिन्चोक भगवती मन्दिर नजिकै पर्दछ। कालिन्चोक बाबा लगभग 16-17 वर्ष कालिन्चोक गएर तपस्या गरेर बस्नुभएको थियो र उहाँको समाधि स्थल हामी घुम्दैछौँ र 2055 सालमा स्वर्गीय राजा हाम्रा वीरेन्द्र वीरविक्रम शाहदेवले एक स्थलको समुद्घाटन गर्नु पनि भएको थियो। कालिन्चोक बाबाको मन्दिर प्रमुख रूपमा हिन्दू धर्मका अनुरागीका लागि एक पवित्र स्थल हो र यहाँको वातावरण भक्तिपूर्ण छ। एकै स्थलको विशेष अवसरहरूमा धार्मिक अनुष्ठान जस्तै यज्ञ हवन र पूजा कार्यहरू गरिन्छ। यस स्थानमा आउने भक्तजनहरूलाई मानसिक शान्ति आस्थामा वृद्धि गर्ने उद्देश्यका साथ यहाँ अनुष्ठानहरू आयोजन गरिन्छ। साथै यस क्षेत्रको प्राकृतिक सौन्दर्य पनि आकर्षक छ, जसले यात्रुहरूलाई शान्त र ध्यान गर्ने वातावरण गर्दछ। काली भैरव सिन्दूर स्थानमा कोलै परिवारितं वन्दे तं नमः सिद्ध चैतं मेघा हिमालयं माला पुस्तक सुल डिंडी मधरम गोरक्षं जय गोरख। यो चाहिँ हामी श्रीपाद वीरेन्द्र वीरविक्रम राजा महाराज सरकारकोले चाहिँ 2055 सालमा कि यो उद्घाटन गर्नुभएको। अनि हजुर चाहिँ यहाँको कालिन्चोक बाबाले 50 सालमा कोटियम लाउनु भयो अनि 55 सालमा वीरेन्द्र बोलाएर उद्घाटन गर्नुभएको। हजुर। अनि बाबा अहिले समाधि भइसक्नु भयो। हजुर। बाबाको समाधि त्यहाँ छ माथि। हजुर। अनि अब अहिले यसको रेखदेख गरेर बसिरहेको छु। अब ए हजुर माता हजुरको शुभ नाम चाहिँ? मेरो नाम ईश्वर गिरी। हजुर धन्यवाद है। हजुर हुन्छ। हजुर बाबा पहिला पुरानो नाम चाहिँ शान्तानन्द स्वामी। कालिन्चोक बाबाको समाधि स्थल हामी भित्र प्रवेश गरिसकेका छौँ। यो देखिरहनु भएको चाहिँ कालिन्चोक बाबा शान्तानन्द स्वामी उहाँको नाम थियो र उहाँको अब हामी चाहिँ विभिन्न तस्बिरहरू सम्झना स्वरूप हेर्दैछौँ र घुमौँ एकचोटि। हाम्रो कालिन्चोक बाबाको समाधि छ।
बाबाको समाधि स्थल राजा वीरेन्द्र राजाले महाकोटी होम लगाएको स्थल हामी घुमियो। 55 सालमा उहाँले नै यो आदेशबाट यो चाहिँ के भन्छ कोटी होम हजुर बनाएको हो नि त। फेरि 55 सालमा 55 सालमा 58 सालमा त्यो घटना घट्यो। 55 सालमा साल यति राम्रो चाहिँ काम गर्नुभयो। के लाग्छ त्यसको उद्घाटन गरे। अब हाम्रो यात्रा चाहिँ दोलखा भीमेश्वर गेटबाट प्रवेश गरियो। केही मिनटको दूरीमा हामी दोलखा भीमसेन मन्दिर पुग्नेछौँ। जय होस् दोलखा भीमसेन। हाम्रो यात्रा चाहिँ कालिन्चोकबाट अब दोलखा भीमसेन आइपुगेका छौँ। यहाँ हाम्रो एकजना आन्टीसँग पूजाको सामान लिएर अब हाम्रो दोलखा भीमेश्वर मन्दिर परिसरतिर लाग्दैछौँ। माथि देखिरहनु भएको दोलखा भीमेश्वर मन्दिर हो। दोलखा जिल्लाकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रूपमा प्रचलित छ। यहाँ बारम्बार पसिना आउने दोलखा भीमसेनलाई र पसिना आउँदाखेरि देशमा अनिष्ट हुने सङ्केत जनाउँछ। जय होस् दोलखा भीमेश्वर। सम्पूर्ण सृष्टि जगतको जय होस्। अब हामी केही क्षणमा दोलखा भीमसेन मन्दिर दर्शन गर्नेछौँ र भित्र दोलखा भीमेश्वरको खिच्न त नपाए पनि बाहिरबाट भिडियोहरू म लिने प्रयास गर्नेछु र हजुरहरूलाई दर्शन पनि गराउनेछु। जय जय होस् दोलखा भीमेश्वर महादेव की। दोलखा भीमसेन मन्दिर दोलखा नगरपालिकामा रहेको एक ऐतिहासिक मन्दिर हो जुन भीमसेन पूजा गर्ने स्थान हो। भीमसेन हिन्दू धर्मका एक प्रमुख देवताको रूपमा पुजिने गरिन्छ, जो विशेष युद्ध, साहस, शक्ति र धनको देवताको रूपमा मान्ने हाम्रो हिन्दू धर्मको र उनको पूजा व्यावसायिक वर्गका लागि महत्त्वपूर्ण छ। र भीमसेनका 3 रूप दोलखा भीमसेनका 3 रूप पूजा गरिन्छ। रूपहरू विशेष महत्त्व पनि राख्ने गर्दछ। हाम्रो हिन्दू धर्मावलम्बीहरूमा एक रूप स्वयम्भू रूप, यो रूप स्वाभाविक रूपमा उत्पन्न भएको मानिन्छ। यस रूपमा भीमसेनको मूर्ति अत्यन्त शक्तिशाली र दिव्य मानिन्छ। यहाँ भीमसेनको पूजा गर्दा भक्तजनहरूले सर्वप्रथम स्वयम्भू रूपको पूजा गर्ने गर्छन्। यस रूपमा भीमसेनको शक्ति र विजयको प्रतीकका रूपमा पनि लिने गरेको पाइन्छ। समुद्री रूप दोस्रो रूप, यो रूप समुद्रको रूपमा व्यक्त गरिएको छ। यस रूपको पूजा विशेष गरी व्यापार, धन सम्पत्ति वृद्धिका लागि गर्ने गरिन्छ। समुद्र रूपको भीमसेनलाई धन, वैभव, समृद्धि प्राप्त गर्नको लागि पूजा गर्ने चलन पनि रहिआएको छ। तेस्रो रूप महाकाल रूप, महाकाल रूप भीमसेनको एक कडा र शक्तिशाली रूपको रूपमा लिने गरिन्छ। यस रूपमा भीमसेनलाई कष्ट र शत्रुको नाश गर्नका लागि पूजा गरिन्छ। यो विशेष गरी युद्ध, सङ्घर्ष, विपत्तिका रूपमा पूजा महत्त्वपूर्ण मानिन्छ। महाकाल रूप भीमसेनलाई विशेष शक्ति र संरक्षणका लागि पूजा गर्ने पनि गरिन्छ। दोलखा भीमसेन मन्दिरका महत्त्वपूर्ण धार्मिक स्थलहरू एक हो। यहाँ पूजा भीमसेनका 3 रूपको मान्यता भक्तजन शक्ति र आस्था विश्वासको स्रोत पनि मान्ने गरिन्छ। यहाँको ऐतिहासिक धार्मिक महत्त्व एकदम उच्च रहेको मानिन्छ। दोलखा भीमसेनका 3 प्रमुख पूजाहरू विधिहरू भक्तजनका लागि आस्था विश्वासको महत्त्वपूर्ण आधारहरू पनि मान्ने गरिन्छ। प्रत्येक पूजा आफ्नो विशेष उद्देश्यका साथ गर्ने गरिन्छ। यो पूजा मार्फत भक्तजनहरू जीवनमा सफलता, समृद्धि र शान्ति प्राप्त गर्ने पनि विश्वास रूपमा लिने गरिन्छ। जय होस्।
पशुपति मन्दिरको संरचना पारम्परिक हिन्दू शैलीमा बनाइएको छ। यहाँको मुख्य मूर्ति भगवान शिवको छवि हो। मन्दिरको आन्तरिक भागमा शिवलिङ्ग र अन्य भागमा सामानहरू राखिएको पूजाका सामानहरू राखिएका छन्। मन्दिरको भक्तजनहरू पूजा हवन र अन्य धार्मिक क्रियाकलापका लागि नियमित रूपमा आउने गर्दछन्। यहाँ र अहिले पशुपति पुराण पनि चलिरहेको छ। 16 गते अन्तिम कार्यक्रम रहने जानकारी हुनेछ र हामी पशुपति मन्दिर परिसर घुमिरहेका छौँ। यहाँ हरेक महिना विशेष रूपमा पूजा र अनुष्ठानहरू गरिन्छ, जसले भक्तजनलाई आशीर्वाद शान्ति प्राप्त गर्न सहयोग पुर्याएको छ। विशेष गरी माघ महिनामा शिवरात्रि पर्वको अवसरमा यहाँ बाबाको आशीर्वाद सदा लागिरहोस् सदा। भोलि अन्तिम कार्यक्रम होइन त हाम्रो, हामी चाहिँ लाग्छ भाइ। स्कंद कुमार भन्नुहुन्छ यसरी नै मुनिले विरूपाक्षलाई समातेर लाँदै गर्ने क्रमका बिचमा सिरुटार भक्तपुरमा पुर्याउनु भएछ, जहाँ
सोमलिङ्गेश्वर महादेव हुनुहुन्छ भनेपछि मेरो मान्छेले प्रश्न गर्दा के पनि भन्नुहुन्छ गुरुदेव ब्रह्मदेव मलाई सोमेश्वरको महात्म्य बताउनुहोस्। अघिको कुरा हो 60वटी छोरीहरू थिए सुने चाहिँ सोच्दा त्यहाँ चाहिँ भागवतमा 60वटा भनेर बताइएको छ। अब अन्त कतै चाहिँ त्यस्ता धेरै छन् क्या कोटी कोटी भनिन्छ होइन। यहाँ पनि 60कै कुरा गर्नुहुन्छ। दक्ष प्रजापतिकी 60वटी छोरीहरू थिए। दोलखा चरीकोट स्थित पशुपति मन्दिरमा पशुपति पुराणमा भाग लिएर सामेल भएर अब हामी चरीकोट बजारदेखि फर्किँदैछौँ र केही छिनपछि हाम्रो यात्रा चाहिँ मुडेबाट सैलुङको हुनेछ र सैलुङमा महादेव गुफा, सेतीदेवी र धर्मद्वारको भिडियो हुनेछ र यो पुरा भिडियो हजुरहरूले पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्य धार्मिक यस्तै यात्राको भिडियो हेर्नको लागि हाम्रो भगवान पथ यात्री युट्युब च्यानलमा सामेल भइदिनु होला र सामेल भइरहनु होला। जय जय होस् सम्पूर्ण सृष्टि जगतको। अब हामी यो चोकबाट आजको हाम्रो यात्रा चाहिँ मुडेतर्फको हुनेछ। दोलखा चरीकोट बजारबाट हाम्रो यात्रा जय जय होस् सम्पूर्ण सृष्टि जगतको। साथै रहिरहनु होला यस युट्युब च्यानलमा अन्य यस्तै भिडियोहरूको लागि र सेयर, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। जय जय होस् सम्पूर्ण सृष्टि जगतको। अब हाम्रो यात्रा मुडेतर्फको हुनेछ र यसपछि कालिचोक भगवतीको पनि भिडियो आउनेछ केही दिनमा। काठमाडौँदेखि कालिचोक भगवतीको यात्राको भिडियो, सम्पूर्ण मोटरसाइकल यात्राको भिडियोहरू हजुर सामु आउनेछ। र यो देखिरहनु भएको चाहिँ चरीकोट बजार हो। अब हामी चरीकोट बजार छोडेर मुडेतर्फको यात्रामा लाम्किरहेका छौँ। जय जय होस् सम्पूर्ण सृष्टि जगतको र हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।